हेलो एभ्रिवान, गुड इभिनिङ। कस्तो हुनुहुन्छ? आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम आरामै छु। अनि म अहिले साँझको बेलामा यहाँति झ्यालतिर बसेर तलतिरको नजाराहरू देख्दैछु। म हजुरहरूलाई देखाइदिन्छु मेरो कमरादेखि तल भाइ कस्तो नजारा देखिन्छ भनेर। मेरो कमराबाट तलको नजारा यस्तो देखिन्छ। पारी वनहरू देखिन्छ, पारी घरहरू देखिन्छन् अनि मौसम देखिन्छ। यस्तो मौसम देखिन्छ। आज मौसम अलि सफा भएको छ, अलिअलि बादल छ, घाम लागेको छ। तर अहिले मेरो यहाँ कमरादेखि त घाम बुरिसक्यो। हजुरहरूले देख्न सक्नुहुनेछ तल बारीहरू छन्, त्यसमा सब्जीहरू लागेको छ। अनि यहाँदेखि तल देखिन्छ रोड। रोडमा के देख्ने हो साथीहरू? गाडीहरू चलिरहेछन्। अब साथीहरू म बनाउँछु साँझको खाना। साँझको खानामा म बनाउने छु आलुको तरकारी अनि भात। ल साथीहरू भेटौँला अब अर्को भिडियोमा। बाई बाई।